एक वित्तीय सल्लाहकारको हिसाबले हाम्रो काम नै हो जोखिमको विश्लेषण गर्नु। र आज नेपालको वित्तीय प्रणालीमा लुकेर बसेको एउटा यस्तो जोखिमको कुरा गरौँ जुन सुन्दा साँच्चै नै अचम्म लाग्न सक्छ। यो जोखिम अरू कतै होइन, हाम्रो हातमा हुने सामान्य चेकबुकमा लुकेको छ। अनि यो कुनै सानोतिनो जोखिम पनि होइन है। सोचौं त, कर्जा सूचना केन्द्रको ब्ल्याकलिस्टमा परेका मान्छेहरूको सूची हेर्ने हो भने त्यहाँ 65% मानिसहरू एउटै कारणले परेका छन्, र त्यो कारण हो चेक बाउन्स। सबैभन्दा चिन्ताजनक कुरा के देखिँदैछ भने यो अब पैसाको लेनदेनमा मात्र सीमित रहेन। यो त एउटा कानूनी सङ्कट नै बनिसकेको छ। एउटा सामान्य भुक्तानीको वाचाले मानिसहरूलाई जेलसम्म पुर्याउने अवस्था आएको छ। अब कुनै पनि जोखिमलाई बुझ्न त्यसको जरो कहाँ छ भनेर त हेर्नै पर्छ, होइन त? त्यसो भए यसो सोचौँ न, जुन चेक कुनै बेला सुविधाको लागि बनाइएको थियो त्यो आज आएर यस्तो द्वन्द्वको स्रोत कसरी बन्न पुग्यो? ल, यसको लागि अलिकति यसको इतिहासतिर फर्किएर हेरौँ। सुरुदेखि नै चेकको अवधारणा भनेको विश्वास र सुरक्षामा टिकेको थियो। चाहे त्यो शताब्दीऔं अघि इस्लामिक व्यापारमा प्रयोग हुने सक्क होस् वा VS सन् 1994मा नेपाल ब्याङ्कसँगै हाम्रो देशमा भित्रिएको आधुनिक चेक प्रणाली होस्, मुख्य उद्देश्य एउटै थियो: ठूलो कारोबार गर्दा नगद बोक्ने झन्झट र जोखिम हटाउने। तर हेर्नुस् त, आज त्यही विश्वासको साधन कसरी हतियार बन्न पुगेको छ। ल, अब आजको मूल समस्याको चुरो कुरामा जाउँ। नेपालमा अहिले चेकको दुरुपयोग कसरी एउटा सिस्टमै बनेर चलिरहेको छ त? यहाँ सबैभन्दा ठूलो समस्या के हो भने नि, चेक जुन उद्देश्यले बनेको थियो त्यसलाई पुरै बङ्ग्याइएको छ। यो अब पैसा तिर्ने माध्यम रहेन। विज्ञहरूले त यसलाई कपाली तमस्सुकको संज्ञा दिन थालिसकेका छन्। मतलब ऋण असुल्न प्रयोग हुने एउटा डरलाग्दो अनौपचारिक हतियार। यो प्रक्रिया कति खतरनाक छ? यहाँबाट छर्लङ्ग हुन्छ। यसले काम कसरी गर्छ भने सुरुमा सही छाप गरेको एउटा खाली चेक धितो भनेर लिइन्छ। त्यसपछि केही न केही निहु निकालेर वा विवाद खडा गरेर त्यो चेकमा मनलाग्दी रकम भरिन्छ, अनि जानाजानी ब्याङ्कमा लगेर बाउन्स गराइन्छ, र अन्त्यमा त्यही बाउन्स भएको चेकलाई हतियार बनाएर सिधै आपराधिक मुद्दा हालिन्छ। यो त सरासर एउटा वित्तीय औजारलाई हतियार बनाएको हो नि। कस्तो विडम्बना हेर्नुस् त! जुन कानून मानिसहरूलाई खराब चेकबाट जोगाउन, उनीहरूको सुरक्षाको लागि बनाइएको थियो, आज त्यही कानूनलाई नै हतियार बनाएर उल्टै मान्छेहरूलाई फसाउने काम भइरहेको छ। अब यो सङ्कटको समाधानको रूपमा नियामक निकायहरूले एउटा बाटो देखेका छन्, र त्यो हो डिजिटल भुक्तानी। नेपाललाई क्यासलेस बनाउने जुन यात्रा छ त्यो एकदमै तीव्र गतिमा अघि बढेको छ, र यसको ग्रोथ त साँच्चै नै विस्फोटक छ भन्दा फरक पर्दैन। जोखिम व्यवस्थापनको आँखाबाट हेर्दा त डिजिटल भुक्तानीका फाइदाहरू छर्लङ्गै छन्। एकातिर गति, सुरक्षा र हरेक कारोबारको रेकर्ड, अर्कोतिर चेक जहाँ जोखिमै जोखिम छ। आफै सोचौँ न, ब्याङ्कमा घण्टौं लाइन बसेर झन्झट बेहोर्ने कि मोबाइलबाट एकै क्लिकमा पैसा पठाउने? छनौट त एकदमै स्पष्ट छ। अनि यो कुरा हावामा गरिएको होइन, व्यवहारमै देखिसकेको छ। तथ्याङ्कले नै यही भन्छ। हेर्नुस् त, मोबाइल ब्याङ्किङ प्रयोगकर्ताको संख्या देशको जनसङ्ख्याभन्दा पनि धेरै छ, जसको मतलब धेरैले एकभन्दा बढी खाता चलाउँछन्। अनि QR कोडबाट हुने कारोबार, त्यो त मासिक खर्बौंमा पुगिसक्यो। यसको मतलब डिजिटल पेमेन्ट अब भविष्यको कुरा रहेन, यो त हाम्रो आजको वास्तविकता हो। अनि यो परिवर्तन नेपालमा मात्र भइरहेको पनि होइन, यो त एउटा ग्लोबल ट्रेन्ड नै हो। सिङ्गापुर जस्ता देशले त व्यापारिक कारोबारमा चेक चलाउनै बन्द गरिसक्यो। युरोप र अमेरिकातिर त चेकको प्रयोग लगभग 0 बराबर भइसक्यो। भन्नुको मतलब पुरै विश्व अगाडि बढिरहेको छ। अब नेपाल पछाडि परेर त भएन नि। तर एक जिम्मेवार सल्लाहकारले सधैँ सिक्काको अर्को पाटो पनि हेर्नुपर्छ। यो जुन डिजिटल समाधानको कुरा भइरहेको छ, यसका पनि आफ्नै जोखिम र साइड इफेक्टहरू छन्। अब ती चुनौतीहरू के हुन्, त्यतातिर लागौं। यहाँनिर एउटा तीतो सत्य लुकेको छ: हाम्रो डिजिटल डिभाइड, अर्थात् डिजिटल असमानता। शहरी क्षेत्रका युवाहरूलाई जति सजिलो छ कि गाउँका पाका उमेरका मानिसहरूलाई पनि त्यति नै सजिलो छ त? पक्कै छैन। यदि यो परिवर्तन हतारमा गरियो भने जनसङ्ख्याको एउटा ठूलो हिस्सा, विशेष गरी ग्रामीण र पाका नागरिकहरू, पुरै वित्तीय प्रणालीबाटै बाहिरिने खतरा छ। त्यसैले मेरो विश्लेषणको निचोड के हो भने पूर्ण रूपमा क्यासलेस हुनुभन्दा पहिले हामीले केही आधारभूत बाधाहरू पन्छाउने पर्छ, जस्तै कि
डिजिटल साक्षरताको कमी, कतिपय ठाउँमा इन्टरनेट नै राम्रोसँग नचल्ने समस्या अनि अर्कोतिर बढिरहेको साइबर अपराध र अनलाइन ठगी। यी वास्तविक चुनौतीहरूलाई नजरअन्दाज गर्न मिल्दैन। त्यसो भए अब बाटो के त? एक सल्लाहकारको रूपमा मेरो सिफारिस के हो भने समाधान भनेको जबरजस्ती कुनै एउटा प्रणाली बन्द गर्ने होइन। समाधान त एउटा यस्तो बलियो र सजिलो डिजिटल विकल्प बनाउनु हो जुन यति राम्रो होस् कि मानिसहरू आफैले पुरानो प्रणालीलाई छोड्दै जाउन्। मनोज ग्यावालीको यो भनाइले हाम्रो आजको अवस्थालाई ठ्याक्कै चित्रण गर्छ। प्रविधि भनेको सधैँ दुई धारे तरवार जस्तै हो। यसले सुविधा त ल्याउँछ, तर सँगसँगै जोखिम पनि। एकातिर चेकको दुरुपयोगको जोखिम भयो, अर्कोतिर डिजिटल प्रणालीका आफ्नै खतराहरू छन्। त्यसैले कुनै पनि नयाँ प्रविधिलाई अपनाउँदा एकदमै होशियार हुनुपर्छ। यहाँ हामीले बुझ्नै पर्ने मूल कुरा के हो भने समस्या त्यो कागजको टुक्रा यानि चेकमा होइन, समस्या त हाम्रो प्रणालीमा छ जसले खराब नियत भएका मान्छेहरूलाई यसको दुरुपयोग गर्ने ठाउँ दिइरहेको छ। त्यसैले हामीले हतियारलाई होइन, हतियार चलाउने मान्छेको नियत र त्यो वातावरणलाई सुधार्नतिर लाग्नुपर्छ। र अन्तमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। हाम्रो वित्तीय भविष्यको लागि सही बाटो कुन हो? के चेकलाई कानून लगाएर हटाउने वा डिजिटल प्रणालीलाई नै यति सुरक्षित, यति सजिलो र यति भरपर्दो बनाउने कि चेक आफै चलनबाट हराएर जाओस्? मेरो विश्लेषणमा दोस्रो बाटोले मात्र सबैलाई समेट्ने आधुनिक र साँच्चै सुरक्षित अर्थतन्त्र बनाउन सक्छ। अब सही जवाफ के हो त्यो यही बहसमा लुकेको छ।